हेर्नु न साथीहरू हाम्रो ड्रागन फ्रुट के भएको हो अब यस्तो विधि चिचिल्ला कोपिला फुल यति लागेको छ नि तर यो फुल्दै फक्रिँदै झर्दै फुल्दै फक्रिँदै झर्दै यसपालि यो ड्रागन फ्रुट एउटा पनि खान पाएला जस्तो छैन के बोट पनि सबै पुगाल्छ अब यसले खाना पनि कसरी बनाओस् त्यो फ्रुट्सको लागि हैन यस्तो कोपिला लागेको छ कि एउटा हाँगामा 10 वटादेखि 15 वटासम्म कोपिला लागेको छ के तर सबै फुल्दै झर्दै खाउँला गरौँला राम्रो होला भनेर कौशीभरि यो ड्रागन फ्रुट रोपेको त साथीहरू लौ खत्तम यसपालिको असिनाले त सबै बर्बादै बनायो के गर्ने होला त यसलाई टिकाउने औषधि हाल्ने कि यतिकै यो नेचुरल फ्रुट्स राम्रोसँग खान पाइएला नि त भनेर रोपेको त ल बोट पनि मर्यो फुल पनि झर्यो केही छैन सबै गयो ल हामी त कोपिला चाहिँ कति लागेको अब बोक्न नसक्ने बोटमा कोपिला चाहिँ कति लागेको हो त्यो बोक्न नसक्ने भारी किन बोकेको हो यो बोटले